Hello friends, good morning from Pokhara and welcome back to my channel again. म रेडी भइसकेकी छु। यहाँ हाम्रो म्यामहरु पनि रेडी भइसक्नु भएको छ। आज हामी कता जाँदैछौँ थाहा भएन सुन्दर म्याडम कता जाँदैछौँ हामी अब हामी चाहिँ अहिले सुरुमा खै अब सोह्रहरू सल्लाह गर्नु भइरहेको छ डेस्कल जाने कुरा गर्नुभएको छ हेरौँ कहाँ जानु छ त्यही जाने हो हजुर सर सबैजना यहाँ ड्रेसहरू लगाएर रेडी भइसकेका छौँ एक्साइट भइरहेको छु डुङ्गा चढ्नलाई कतिको एक्साइटेड हुनुहुन्छ नयाँ ठाउँ हामी तयार रहे अवस्थामा रहेर मुड फ्रेस बनाउनलाई उफ्रिरहेका छौँ, नाचिरहेका छौँ। अहिले चाहिँ हामी होटलबाट सिधै बस पार्क आइसकेका छौँ। बस पार्क गरेर हामी डेभिड फल्स जाने तयारीमा छौँ। कसरी जाने भनेर निर्देशन गर्दै हुनुहुन्थ्यो। यहाँ हामी डेभिड फलको बाटो भएर जाँदैछौँ। यहाँहरूले देख्न सक्नुहुन्छ हामी पातले छाङ्गुको गेट अगाडि छौँ। हेरेर पुग्ने त जाउँ न त अरे कहीँ जाने हो कि हामी चाहिँ काठमाडौँ यहाँ चाहिँ सिक्का अड्काउन सक्यो भने आफ्नो जोडी छुट्दैन रे भन्ने मान्यता रहेछ। त्यसैले उनीहरू सिक्का हान्दैछन्। आएको भन त डेभिड फल्स अनि हामी अब कहाँ जाँदैछौँ कस्तो लागिरहेको छ क्या हामी चाहिँ वृन्दावासिनी मन्दिरको प्रवेशद्वारमा प्रवेश गरिसकेका छौँ। पोखरामा घुम्नै पर्ने दर्शन गर्नै पर्ने मन्दिरमा एक वृन्दावासिनी मन्दिर पनि हो। त्यसैले यहाँ बिहानैदेखिको घुइँचो हुने रहेछ। मन्दिरबाट नै विभिन्न आकर्षक सुन्दर माछापुछ्री अन्नपूर्ण जस्ता हिमालहरू देखिने रहेछ। वृन्दावासिनी मन्दिरको दर्शन पश्चात हामी सेती खोज गयौँ। हामी चाहिँ सिडी झरेर तल जानुपर्ने रहेछ। पोखराको भ्रमण मेरो दोस्रोचोटि हो, तर यहाँ सेती खोजमा चाहिँ पहिलो पटक हो। त्यसैले के रहेछ कस्तो रहेछ भन्ने कौतूहलता चाहिँ त्यहाँ पुगेर अवलोकन नगरेसम्म कौतूहलता मेटिएन। त्यसपछि म अरूभन्दा नि अगाडि गएर यसको अवलोकन गर्दै थिएँ। खासमा हामी देब्रेतर्फबाट गएर दाहिनेपट्टिबाट निस्कनु पर्ने रहेछ। त्यसैले हामी देब्रेतर्फ गएर फेरि दाहिनेतर्फ घुमेर आयौँ। एउटा यति धेरै कटकट खाइरहेको थियो कि यति चिसो आमामामा सेती त्यसै भनेको होइन जस्तो लाग्यो। किन भन्दाखेरि त्यहाँको पानी दुध जस्तै सेतो देखिरहेको थियो। त्यहाँ प्राय सबैजना
जुत्ता खोलेर हिँडिरहनु भएको थियो। पानी माथिसम्म आइरहेको थियो, त्यसैले जुत्ता लाएर हिँड्ने अवस्था थिएन। सबैजनाले जुत्ता चप्पल हातमा बोकेर हिँडिरहनु भएको थियो। त्यो अवस्थामा खुट्टा कटकट खाएर धन्न सबैजना हिँडिरहनु भएको छ। कोही त माथि पनि टेकेर हिँडिरहनु भएको छ। एकदमै चिसो लाग्यो मलाई। पानी जे भए पनि अनुभव गर्न पाइयो, त्यो नै खुसी छु। रियोको दाहिनेतर्फ चाहिँ गोर्खा मेमोरियल म्युजियम रहेको छ। जिल्ला प्रदेश सबैतिरबाट छनौट भएर आएको व्यक्तिहरूलाई अन्तिम सेलेक्सन चाहिँ यहीँबाट हुने रहेछ। ब्रिटिस सेनासँग सम्बन्धित लगाव भएका केही विद्यार्थीहरूलाई लिएर हेड सरले चाहिँ त्यहाँको बारेमा अवलोकन गराएर आउँदै हुनुहुन्छ। चमेरो गुफा प्रवेश होइन हो नि फिर्ने एउटा होइन हामी चाहिँ चमेरो गुफा प्रवेश गर्न लाग्दैछौँ। 200 तिर्नुपर्छ फाइन हो। सरको एभरेज नगर माथि देखाइदिउँ न एकचोटि। चमेरो जस्तो स्तनधारी हो, स्तनधारी। चमेरोले अन्डा पार्दैन। धेरै हल्ला नगरेर उड्छन् धेरै फोहोर हुन्छ क्या एकचोटि घुमाइदिनु न, यसरी घुमाइदिनु। यसरी हो, यसरी घुमाइदिनु वरिपरि। हजुर सबै चमेरा। मेरो गुफाभित्र हेर्दाखेरि सबैतिर चमेरो भएको भएर चमेरो गुफा भनिएको रहेछ। एकदमै त्यहाँभित्रको बाटोहरू चाहिँ एकदमै साँघुरो, सानो, निहुरेर हिँड्न पर्ने अवस्था थियो। बिना लाइट हामीले हिँड्नै नसक्ने अवस्था थियो। सबैसँग मोबाइल टर्च लाइटहरूको सहायताले हामी गुफाबाट अगाडि बढ्दै थियौँ। हामीलाई चाहिँ त्यहाँ उल्टो बाटो देखाइदिनु भएर एकचोटि आत्तिएको पनि थियौँ, किनकि बाहिर निस्किने बाटो नै थिएन, बन्द भइसकेको थियो। खासमा त्यो गलत बाटो रहेछ, अर्को बाटो रहेछ हामी बाहिर निस्किने माध्यम भएको। मैले नगएको गुफाभित्र अल्मलिँदा त एकचोटि त रिसाएकी थिएँ। फटाके हजुर त माहा फटा हजुर। हामी चाहिँ भन्छ छिरो नि फटाके हजुर, महा फटा पत्याइन न अब हजुरको कुरा। म चाहिँ गुफाबाट निस्किसकेकी थिएँ। त्यसपछिको निस्किनुहुने सबैजनाको कठिनाइलाई मैले कैद गर्न पाएकी छु। सुन्तली म्याडम सक्नुहुन्छ? सुन्तली म्याडम आउनु आउनु सकिन्छ सकिन्छ आउनु। ल आउनु आउनु। ल ल सुन्तली म्याडम सक्छ, यु क्यान डु इट। कम कम आउनु न, खुट्टा लाउनु न। यु क्यान डु इट, कम कम कम। ल ल ल खुट्टा उता मुनि टेक्नु न। मोबाइल यता यता उहाँ छ। ल ओ यो ल्याउँदै त जाऊ त जाऊ जाऊ जाऊ। ल आउनु आउनु, मोबाइल छोडिदिनु आउनु। ल आउनु, यसरी उता मुनि टेक्नु न खुट्टामा। खुट्टा हो त्यता छोड्नु न, हो त्यो ढुङ्गातिर छोडिदिनु, हो त्यता छोडिदिनु। ल अब यता निकाल्नु, हो यता समाउनु, माथि पनि समाउनु। केही हुँदैन के, छिर्छ कि यता यताबाट आउनु न, केही हुँदैन, लड्दैन कि। यता छिर्नु न, यता यता के यो हो, यता हो, आउनु न यता। खुट्टा त्यहीँबाट खुट्टा चाहिँ पछाडि पार्नुपर्छ क्या। अहिले पहिला सुतेर जिउ चाहिँ अगाडि ल्याउनु न, सुतेर जिउ अगाडि ल्याउनु न। छिर्नुहुन्छ क्या, फर्किन नि गाह्रो हुन्छ, झर्न गाह्रो हुन्छ क्या। सिधै सुतेर आउनु न, पहिला सर्लक्क सुत्नु यहाँसम्म, अनि खुट्टा तान्ने हो क्या, त्यो हो प्रोसेस। पहिला सुत्नु न। ल ल गाइजहरु, वी आर इन्जोइङ द मोमेन्ट। ये नाचेक सफल सफल आउनुभयो, सफल हुनुभयो, सफल हुनुभयो। ल ल हो, खुट्टा यता यता, खुट्टा त्यता नचेपन, हो माथि हो। गुड 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 गुड। ल यहाँ यहाँ पहिला जान छोडो, जान यता यता, जान यता, हो यो दुलोबाट जान निकालिदेऊ त।
हो जान्ने अनि कहाँबाट हो त म यहीँबाट हो क्या कान्छा ल आऊ 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 खुट्टा टेक सुत न अलिअलि अगाडि बढ न अगाडिबाट जान अगाडि बढाउ त जान अगाडि बढाउन सक्छ 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 आऊ 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 केही हुँदैन नडराउ 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 सक्छ सक्छ आऊ 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 सुत न सुत सुत अगाडि जान यतापट्टि ठाउँ छ क्या यतापट्टि यतापट्टि देब्रेपट्टि ल्याउ 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 यहाँनिर मोबाइल खोइ ओइ ल्याउ लाउ यहाँ जान छोड न आऊ आऊ छिटो न यो जान खाल्डोमा हाल्नुपर्छ क्या ल अब अब हो गुड आऊ 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 सक्छ सक्छ होइन ल गुड आऊ 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 यहीँबाट छिटो न हो जान यता छिरौ कान्छा हात यता छोड्देऊ छिर्दैन जा हो गुड 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 रोशन गुड गुड यु क्यान डु इट चस्मा चाहिँ भाँच्ला कान्छा आऊ ल ल ल हो सही 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 ठिक छ तिमी राम्रो आएछौ ल हो देब्रे छिरौ है हो गुड 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 हो ल ल ल ल ल ठिक छ आऊ 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 मोबाइल रबिन आऊ 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 यता देब्रे मोडल हो गुड 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 हो पाप गरेर रहेनछ भने ल ल छिटो छिटो ओइ को हो यता यता देब्रेपट्टि सुन सुन्तली देब्रे लाग न देब्रे यता यता हो जान यता फाल ल जान यता फ्याल हो गुड गुड गो ठिक छ अब उता खुट्टा लाऊ ल ल ल ठिक छ गुड 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 ठिक छ ल आऊ 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 जान देब्रे लियो है जान देब्रे को किन हो देब्रे आऊ देब्रे देब्रे देब्रेतिर देब्रे जान पहिला देब्रे ल्याऊ जेन जेन ए आऊ 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 मोबाइल अगाडि दिउँ ल ल ल आऊ हामी बत्ती देखाइदिन्छौँ आऊ 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 गुड 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 अरूलाई अक्सिजन कम हुन्छ ल छिटो आऊ 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 हो ठिक छ आर्मिया भर्ना भइसक्यो ल ल अघि हेरेर आएन मोबाइल ल आऊ 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 छिटो देब्रे आऊ देब्रे आऊ आऊ कान्छा आऊ आऊ उज्जल देब्रे आऊ ल देब्रे होइन न आऊ न पहिला टाउको आऊ न केटी मान्छे सक्छ यता यता देब्रे आऊ न देब्रे देब्रे पट न यतापट्टि जान चाहिँ यता हाल न तिम्रो देब्रे हात हो गुड 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 तिम्रो हातपट्टि देब्रेपट्टि लग न ल छिटो कस्तो फिल भइरहेछ एडभेन्चर भइरहेछ आऊ न चिप्ले भने केही हुँदैन त्यहाँ यता यता देब्रे मोड तिम्रो देब्रे यो हातपट्टि जान ल्याऊ ल यतापट्टि जान ल्याऊ पहिला त्यहाँ टेक त देब्रे हात हो यतापट्टि जान ल्याऊ हो त्योपट्टि जान ल्याऊ आऊ 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 केही हुँदैन लुङ्गिला छ यहाँ के यहाँ त्यहाँ टेक छ पहिला तिम्रो जानलाई अगाडि लाऊ न जान देब्रे मोड न देब्रे तिम्रो देब्रे हातपट्टि जान ल्याऊ न सक्छ के यता देब्रेपट्टि ल्याऊ न जान यहाँ समाएर देब्रे जान ल्याऊ त देब्रेपट्टि जान ल्याऊ न सक्छ सकिसक्यो आऊ 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 केही हुँदैन आऊ 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 कान्छा आऊ 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 ल ल अड्किँदैन केही हुँदैन ल गुड 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 ल पह मोबाइल समाइदेऊ सामान न देब्रे मोड ल सुने न देब्रे ल यता हो यता जान यता ल्याउ न हो यता यहाँ सुने न ओ छिर्छ सुने न आऊ न यो देब्रे टाउको यता ल्याएर जान यता ल्याउ न देब्रेपट्टि हो यता ल्याउ ल हो देब्रे यता ल्याउ हुन्छ क्या खुट्टा पहिला जान ल्याउ न आऊ न आऊ हो समय तँ ल गुड 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 आउँछ ल गुप्तेश्वर गुफा त यस्तो हुँदैन ल आऊ 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 छिटो सक्छ क्या हो आऊ गुड 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 अरे ल छिटो आऊ 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 हात ल आऊ आऊ गुड सक्छ त्यस्तो ल देब्रे रबिना देब्रे आऊ है देब्रेपट्टि ल ब्याग लियो ल देब्रे हो सक्यो रबिना ठिक छ गुड 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 ल छिटो आऊ ल यता आऊ यता
गुड गुड ल म ल ल ल ल ल अस्मिता अस्मिता ल ल ल चाहिएन होइन एक्लै नै हुन्छ त्यो नसक्ने अवस्थामा हो 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 दिलो गुड गुड तिमी त सही ये 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 उ सजिलो आयो ल देब्रेपट्टि आऊ 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 हो हो गुड 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 टाउकोलाई देब्रेपट्टि ल्याऊ आऊ 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 हो गुड गुड आउँदैन केही हुँदैन केही अड्किन्छौ तिमी आऊ अड्किँदैन आऊ 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 ल आऊ 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 हो उमेश आऊ आऊ ये केटीको वाला अप्ठ्यारो भएर हो क्या उसलाई हो आऊ 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 रबिन आऊ आऊ देब्रे तिमी आफै को सुबास परेछ हजुर छिर्छ सर छिर्छ ट्राई गर्नु न ल ल ल ल सर हुनुहुन्छ खड्वा सर यता हो हो यता यता हो आउनु भयो ल हो सक्नु भयो ये देख्नु भयो भ्याउनु भएन देब्रे लाग्नु यता देब्रे 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 लाग्नु न देब्रे हो देब्रे देब्रे चाप्नु हो देब्रे चाप्नु सर हो अब सक्नुहुन्छ देब्रे चाप्नु है सर अलि मोटो भयो होइन केही पनि हुँदैन सक्छ सक्छ सर ट्राई 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 सक्छ 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 अलिकति सङ्घर्ष सर नतालिनु न सर तान्नु आउनु सर नतालिनु न सर आउनु देब्रे 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 यु क्यान डु इट देब्रे चाप यु क्यान डु इट ल ल ल सक्नुहुन्छ सक्नुहुन्छ सक्नुभयो ये ये त्यस पश्चात यहाँ राजाको सवारी भइसकेको छ हाम्रो महेश गुरु घोडामा चढेर कता जान लाग्नु भएको हो थाहा छैन तर घोडामा सवार हुनुहुन्छ Happy birthday to you. हामी चाहिँ महेन्द्र गुफा घुम्दैछौँ What type of महेन्द्र गुफा महेन्द्र गुफा जिन्दगीमा फर्स्ट टाइम सिसिटिभी निगरानीमा हुनुहुन्छ होइन सिधा यतै आउँछ यी निक्लिने जाने राइट साइडबाट जाने अँध्यारो त छ नि सजिलो मोबाइल यहाँ ठाउँमा लाइट पाएर यहाँ लाइट छ क्या ठाउँ चाहिँ महेन्द्र गुफाभित्र रहेको विभिन्न स्वरूपहरू यो कसैले बनाएको होइन यो आफै निर्मित मूर्तिहरू रहेको छ गुफाभित्र पनि मेरो पहिलोचोटि नै हो मलाई लागिरहेको थियो कि चमेरा गुफा जस्तै सुरुङ होला जस्तो लागेको थियो तर त्यस्तो रहेनछ तुलनात्मक हिसाबले यो केही फराकिलो पनि रहेछ भन्दा उता अझ के होला भन्ने कौतूहलता चाहिँ रहि नै रहेको थियो मेरो गुफाभित्र पनि घुम्न आउने व्यक्तिहरू प्राय इन्डियनहरू नै हुनुहुन्थ्यो र नेपालबाट पनि धेरै व्यक्तिहरू आउनुभएको थियो भनेको एकदमै घुइँचो भइरहने ठाउँ रहेछ आउने जानेको सङ्ख्या उत्तिकै थियो
मान्छेको त्यो दूरदर्शिता हेर्नु महेन्द्र गुफाभित्र रहेको मूर्ति चाहिँ यस्तो देखिने रहेछ, जुन आफै उत्पत्ति भएको आफै बनेको आकृति देखिन सकिन्छ। महेन्द्र गुफाबाट निस्किए पश्चात हामी अर्को गन्तव्य भनेको फेवाताल रहेको थियो, जहाँ हामी जाँदा जाँदै बाटोमा अम्ब्रेला स्ट्रिट भेट्यौँ, जुन मैले भिडियोमा कैद गरिरहेको छु। हिँड्दा हिँड्दै फाइनली हामी फेवातालको आसपास पुगिसकेका छौँ। फेवाताल बोटिङ गर्नको लागि एकदमै उपयुक्त ठाउँ र सबैजनाले बोटिङ गरिरहेको देख्न सक्छौँ। सायद कमै हुनुहुन्छ होला फेवाताल आउनुभयो र बोटिङ नगरी जानुहुने, किन भन्दा फेवातालको बिचमा तालबाराही मन्दिर रहेको छ, जुन चाहिँ मन्दिर पुग्नको लागि बोटिङ गरेर जानै पर्ने हुन्छ। हामी पनि केही क्षणमा बोटिङ गर्ने नै छौँ। यति बेला हामी फेवातालको छेउछेउ हिँडिरहेका छौँ। तालबाराही मन्दिर दर्शन गर्नको लागि त्यहाँसम्म पुग्ने डुङ्गा चढ्नुपर्ने हुनाले हामी त्यस स्थानसम्म जाँदैछौँ, हिँड्दैछौँ, रमाइलो गर्दैछौँ। तालको वरिपरि हिँड्दै गर्दा पनि एक प्रकारको छुट्टै आनन्द मिल्दो रहेछ, जुन म अहिले पनि अनुभव गरिरहेको छु। ल कस्तो लागिरहेको छ? एकदम रमाइलो। बोटिङ गर्न एक्साइटेड छौ? एकदम एक्साइटेड। ल हिँड्न नसक्ने नानीहरू कतिको एक्साइटेड छौ? धेरै एक्साइटेड हो। हजुर कतिको एक्साइटेड हुनुहुन्छ? भाइरल हुन्छ नि त्यहाँ नि हजुर। कस्तो लागिरहेछ? हामी अहिले कहाँ छौँ? कतिको एक्साइटेड छौ बोटिङ गर्न? धेरै। बाई बाई। हामी दुईवटा डुङ्गामा हिँडिसकेका छौँ बोटिङ गर्नको लागि। अन्य टोलीहरू अगाडि नै गइसक्नु भएको छ र हामीभन्दा पछाडि पनि केही टोलीहरू हुनुहुन्छ भने हामी बोटिङ गर्दै गर्दा पानीलाई स्पर्श गर्दै रमाउँदै बोटिङ गरिरहेका छौँ।
यति बेला हामी तालबाराही मन्दिरको दर्शन गर्नको लागि ओर्लिँदैछौँ। हामी करिब तालबाराहीको नजिक पुगिसकेका छौँ। यो चाहिँ मन्दिर परिसरबाट देखिएको दृश्य। त्यस पश्चात हामी ढिला नगरिकन फेरि बोटिङ गर्न गयौँ। हाई भन्देऊ बिचारा रिसाइ। यो बोटिङमा फेवातालमा चाहिँ लगभग यो पहिले जस्तो अनुभवको मजा आइरहेको छ। यति बेला चाहिँ हामी तालबाराहीलाई वरिपरिबाट परिक्रमा गर्दैछौँ बोटिङ गर्दै। मलाई चाहिँ लाइफ ज्याकेटले एकदमै अनकम्फर्टेबल बनाइरहेको छ, किन भन्दा यो मेरो साइजको छैन, एकदमै ठुलो छ, त्यसैले अनकम्फर्ट भएर आइरहेको छ। तर पनि म रमाइरहेको छु। तारिफ कति धेरै। धागो तान्छ। खेल्ला सरहरूको डुङ्गा चलाउने मान्छे चाहिँ एकदमै गफाडी परेको रहेछ। उहाँले चाहिँ एकदमै गफ दिइरहनु भएको थियो के भनेर, जुन कुराले हामीलाई चाहिँ हाँस उठिरहेको थियो र रमाइलो पनि भइरहेको थियो। एक किसिमको छोटकरीमा जानकारी पनि गराइरहनु भएको थियो। फेवातालमा साइली गीत गाउनु न सर। डुङ्गा सलल शान्ति स्तूपा त गएन नि। त्यो चाहिँ हर्पन खोला भन्नेको पानी हो। त्यही त हर्पन खोला चाहिँ त्यो हो। गाउँबाट आएको पानी। ठाडो खोला कस्तो हुन्छ थाहा तपाईँलाई? उर्लेर कस्तो आउँछ बर्खा मात्रामा, त्यही खोलाको पानी हो। त्यही त हर्पन खोलाको हो एकचोटि कति 12-15 वर्ष अगाडि सबै गाउँ नै सपक्क लैदिएको पहिरोले सर, सबै यहीँ तालमा ल्याइदिएको, सबै घरहरू बगाएर त्यही हर्पन खोलाले बगाएर नदीमा लास्टमा मिक्स हो सर। लास्टमा निष्कासन भनेको सेती नदीमा हो कि। हजुर हाइड्रो पावर चाहिँ यो फेवातालको पानीबाट। हजुर डेविडफलबाट तलपट्टि हाइड्रो पावर छ। हजुर यहीँको पानी हो क्या, सेतो पानी होइन, यहीँको पानी हो क्या जानी।
त्यो त्यस्तै त्यस्तो त्यो भेलका भसेर सेतो देखिन्छ त झरनामा सेतो देख्नुहुन्न तपाईँले त्यस्तै छ होइन झरनाको पानी कस्तो देखिन्छ सेतो देखिन्छ अनि वाटरफलको पानी कस्तो हुन्छ सेतो देखिन्छ नि त माथिबाट झरेपछि सेतो देखिन्छ हजुर वाटरफल त्यसै त वाटरफल भन्छ पानी झरेको हजुर के भन्नुभएको सर खोइ त भिडियो आछ भिडियो ल भिडियो ल के छ कस्तो अनुभव भइरहेछ के छ अनुभव के हुँदैछ ल तपाईँहरू पानी सुन्यो भने एकै साइडमा नजानु सर तपाईँ त्यो साइडमा जानु तपाईँ यो साइडमा आउनु एक साइडमा बस्नु त सर हेलो तपाईँ यता साइडमा आउनु शक्तिशाली छिन् क्या हाम्रो माता सर जति बर्सात परे नि डुब्दैन क्या त्यो मन्दिर एकदम शक्तिशाली छ क्या हाम्रो बाराई माता बुझ्नुभयो नि सर पहिल्यै यो ठाउँ डुब्दैन हजुर असार साउनमा जति बाढी पहिरो आए पनि निस्किन्छ त्यो डेभिड फल जानुभयो हेलो कस्तो फिल भइरहेछ हजुर पानीको सर हजुर डेभिड फल्समा निस्किन्छ त्यहाँबाट गुप्तेश्वरमा निस्किन्छ त्यहाँबाट पावर हाउस बत्ती बिजुली निकाले हो बिजुली निकालेको ठाउँबाट चाहिँ सेती रिभर सेती खोलामा मिसिन्छ लास्टमा मिसिने भनेको सेती खोलामा अनि त्यो त बढी पानी छुनु पानी र हामीले बोटिङ गरिसकेका छौँ। यस पश्चात हामी अबको यात्रा भने गोर्खाको हुनेछ। अब गोर्खामै भेटौँ है त। हामी गोर्खा दरबारको आसपासमा बसेको हुनाले यो एकदमै हाइटमा थियो, त्यसैले जाडोले एकदमै सताइरहेको थियो। त्यति बेला फायर क्याम्प गरिरहेको रहेछ। हामी त्यति बेला आगो ताप्दैछौँ। आगो ताप्दै नाच्दै रमाइलो गर्दै गरिरहेका थियौँ। हामीले चाहिँ होटल अगाडि नै बुक गरेको हुनाले हाम्रो खाना चाहिँ लगभग सबै तयारी अवस्थामा थियो। त्यसैले खाना खाएरै रमाइलो गरौँ भन्ने सबैबाट कुरा आएपछि हामी खाना खान लाग्यौँ। खाना खाइसके पश्चात हामी पुनः फेरि त्यही रमाइलोमा झुम्न थाल्यौँ, रमाइलो गऱ्यौँ, नाच्यौँ। नानीहरू हामी सबैजना यति रमाइरहेका थियौँ कि त्यति बेला सारा टुरको थकान चाहिँ त्यहाँ बिसाए जस्तो, केन्द्र बनाए जस्तो एकदमै रमाइलो भएको थियो। त्यहाँ 11:30-12 बज्दासम्म पनि हामी त्यहाँ नाचिरहेका थियौँ। होइन सुतौँ भन्दा पनि अझ राम्रो राम्रो गीत बजाइदिनुहोस् भन्ने मात्रै रिक्वेस्ट आइरहेको थियो। तर पनि समयको पाबन्दी, भोलि उठेर फेरि यात्रा गर्नु छ, त्यसैले हामीले छिटो छिटो राम्रो राम्रो गीतहरू बजाएर नाचेर आजको रात गोर्खामै बिताएका छौँ।
यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुभयो. डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब. Keep on watching. Until next time. Thank you.